हेलो एभ्रिवान। आज चाहिँ हामी हाइकिङ हिँडेका छौँ। म चाहिँ घरबाट हिँडिसकेँ। अहिले चाहिँ बिहानको ठ्याक्कै 5:30 भएको छ। अनि आज हामी चाहिँ जाँदैछौँ। अनि आज हामी हाइकिङको लागि चाहिँ डाँडातिर जाँदैछौँ। अनि चर्चको युथहरूसँग मिलेर अनि त्यसको लागि चाहिँ हामी भेट्दै जानुपर्ने हुन्छ। त्यही म चाहिँ हिँडिसकेको छु ठ्याक्कै घरबाट। अनि साथीहरूसँग हामी भेट्दै जानेछौँ। म मास्क लगाइरहेको छु अहिले चाहिँ। अनि अहिले हाइक गर्दाखेरि उकालोमा चाहिँ फुकाल्नुपर्छ होला सायद, किनभने अहिले चाहिँ मास्क लगाउन जरुरी नै छ। किनभने बिहानीको समयमा पनि बिहान त कति खुलेको हुनुपर्ने होइन, बिहानको समयमा पनि वेदर चाहिँ यस्तो छ। यो क्लाउड एकदमै के भन्छ अलिक प्रदूषित छ। त्यही हो। अब हामी जाँदैछौँ झोलामा। झोला तुम्बी बोकेर हिँडेको छु। अनि झोलामा चाहिँ त्यही खाजाहरू चिसोहरू छ। अनि हामी चाहिँ आफै बोकेर हिँडेको। माथि गएर हामी चाहिँ सेयर गरेर खानेछौँ। त्यही हो। तल बहिनीहरू 1-2जना छन् अनि उता साथीहरू छन्। अनि हामी चाहिँ भेट्दै जानेछौँ। अनि हुन्छ, म बेला अपडेट गर्दै गर्छु। आज हामी सबैजना मिलेर हामी हाइक गर्नुपर्छ। डेस्टिनेसनको लागि चाहिँ लास्टसम्म हेर्नु होला, तपाईँहरू आफै थाहा पाउनुहुनेछ। बाई बाई। गाइस, म चाहिँ आधी बाटो पुगेँ होइन। अनि खासमा हाम्रो भेट्ने सल्लाह चाहिँ नखुम भएको थियो। त्यही भएर म हिँड्दै आएको, नत्र भए म इनड्राइभ गरेर जान्थेँ। किनभने म हिँड्न सक्दिनँ नि त। अनि बहिनीहरू त्यहाँ आउँछन् होला भनेर म चाहिँ हिँड्दै आउँदैछु होइन। सुटबुट कसेर यो नखुको खोलाको यो खोलातिरैतिर होइन। हिलो नि छ बाटो। यहाँ आउँदैछु तर बहिनीहरू चाहिँ एकान्त कुना आउनु हुने अरे। अनि म चाहिँ भर्खर नखु खोलातिर हिँड्दैछु। अनि एकान्त कुनासम्मै म चाहिँ एक्लै पुग्नुपर्ने भयो। अनि केही छैन, म बिस्तारै जान्छु। अहिले उहाँहरू अघि पुग्नु भयो भने मलाई लिन आउनुहुन्छ, पक्कै मलाई आशा छ। त्यही हो। अब एकान्त कुनामा भेट्ने। अनि त्यसपछि खै कता भेट्दै हामी चाहिँ अहिले चाहिँ ललितपुरबाट हिँडेको। अनि ललितपुरबाट अब एकान्त कुनाबाट गाडी चढेर हामी चाहिँ माछा पोखरीसम्म जानेछौँ। अनि माछा पोखरीमा चाहिँ हाम्रो सबै साथीहरू त्यहाँ चाहिँ भेला हुनुहुनेछ। अनि आफ्टर द्याट हामी कसरी जान्छौँ मलाई पनि थाहा छैन। यो मेरो पहिलोचोटि हो। अनि सायद गाडी चढेर जान्छौँ कि अलिकति त जस्तो लागिरहेछ। जसरी गयो नि हामी ग्रुपमा हुन्छौँ त्यहाँदेखि चाहिँ। अनि यहाँदेखि माछा पोखरीसम्म चाहिँ हामी एक्लै हो। यहाँ चाहिँ 2जना सानो बहिनीहरू छ। बहिनीलाई लिएर जाने जिम्मा मेरो छ। अनि त्यहाँदेखि हामी सँगै जानेछौँ। ओके। अब म खासै भिडियो बनाउँदिनँ होला, सास बढिरहेको छ। अहिले हामी सँगै भएपछिको भिडियो अब चाहिँ आउँछ ल। चाहिँ एकान्त कुना आइपुगेको छु। बिस्तारै हिँड्छु जस्तो लागेको त छिटो हिँड्दो रहेछु म। साथीहरू चाहिँ आउनुभएको छैन। म चाहिँ पहिला आइपुगेँ एकान्त कुनामा। अब म यहाँ पनि पर्खिनु पर्ने हुन्छ। तर आज हाम्रो हाइकिङ चाहिँ रमाइलो होला जस्तो छ। पानी पर्न पो लागेको छ। अलिअलि परिरहेको छ। पानी अलिअलि परिरहेको छ। अब कस्तो हुने हो हाइकिङ। अहिले चाहिँ बिहानीको 6 पनि बजेको छैन। त्यही भएर रोडहरू चाहिँ एकदमै खुला छ। तपाईँहरू देख्न सक्नुहुन्छ। बिहान 6 बज्यो। अहिले ठ्याक्कै 6 बजे छैन, 5:40 भयो। त्यही भएर रोडहरू एकदम खुला छ, नत्र भए एकदमै व्यस्त चोक हो। अहिले म आइसकेँ तर पानी पऱ्यो यार। हामी कसरी जाने हो? हामी कसरी जाने हो आज? पानी पऱ्यो। अझै साथीहरू आउनै भएको छैन। आज रमाइलो होला। छाता चाहिँ बोकेको छ तर कसरी जाने मलाई पनि थाहा छैन हौ। आजको हाइकिङ चाहिँ शीतल होला जस्तो छ। मेरो साथीहरू चाहिँ अझै हिँड्नै भएको छैन अरे। म चाहिँ मान्छे नेपाली भयो नि, म इङ्ग्लिस टाइममा चल्छु होइन। टाइममा भनेपछि म ठ्याक्कै टाइममा हिँड्छु। अब मेरो बसाइ यहीँ नै चोकमै होला जस्तो छ। 30-35 मिनट कति हो। अब के गर्ने, अब कता बस्ने हो? यहीँ बस्नु पर्ला हो। चोकमा उभिरहनु पर्ला। पठाहरूले चाहिँ मलाई सोधैछन् कहाँ जाने हो भनेर गाडीहरूले। अब फुलहरू हेर्दै बस्ने हो। तपाईँहरू देख्न सक्नुहुन्छ फुलहरू फुल्दैछ। अब बिस्तारै ग्रिनरीको समय आउँदैछ। पानी पर्दैछ। त्यही हो। अब यही पानीलाई इन्जोय गरेर म चाहिँ बस्दै गर्नु पऱ्यो। अब यताउता डुल्नै बस्नु त होला। अब हिँड्नु भएको छैन भनेपछि अझै उहाँहरूलाई आउनलाई टाइम लाग्छ। अनि के गर्नु, यस्तै छ। अब हिँड्ने, अब यताउता डुल्ने बस्ने। एकान्त कुनाको चोकमा दामी फुल फुलेको छ होइन। फुल फुलेको भन्दा नि यो यस्तै हुन्छ हरेक सिजनमै हुन चाहिँ।
अनि एकदम राम्रो छ। अब साथीहरू आउनु भएको छैन, म चाहिँ अब यस्तै कुरालाई हेर्दै हेर्दै बस्छु है एकैछिन। अनि अब यो चाहिँ अलि पछि सबै फुलेपछि चाहिँ क्या दामी देख्छ क्या पर्पल कलरको। के भन्छ यसको नाम चाहिँ मलाई थाहा छैन, तर यो यता सबै सातो बाटोतिर यताउता सबैतिर छ। अब बिस्तारै बिस्तारै ग्रिनरी सुरु भयो, अब ग्रिनरी हुन्छ। अनि त्यही हो, यो चाहिँ पछि फुलेपछि एकदमै राम्रो देख्छ। पानी परिरहेछ अलिअलि अलिअलि, म पर्खिरहेको छु। अब बिस्तारी बिस्तारी अब 6 बज्यो, अनि बिस्तारी बिस्तारी अब ट्राफिकहरू लाग्न थाल्यो। अनि यता पनि, यता चाहिँ कुन साइड भन्नु, म फुल देखाउँछु भनेको अलि धेरै नै जुम भयो। यतातिर नि छ त्यो फुलहरू। अनि यताले चाहिँ उ साइड के भन्छ एयरपोर्ट साइड हो। अनि यताले चाहिँ कलङ्की साइड हो। अब त्यही हो, मान्छेहरू वकमा निस्किरहनु भएको छ। जस शीतल छ आजको हाइकिङ, जस शीतल होला जस्तो छ। ठिकै छ, अलिअलि पानी पर्नु जरुरी पनि थियो, यस्तो छ। ट्यारेङ रे क्या बब्बाल देखेको छ, बब्बाल बब्बाल। हामी चाहिँ माछा पोखरीमा निस्केर हामी चाहिँ जाँदैछौँ होइन। अब उकालो जानुपर्ने छ, अलरेडी ढिलो भइसकेको छ। हाम्रो साथीहरू चाहिँ यता आउँदै हुन्छ, यता ढिलो गर्नेहरू चाहिँ यता हुनुहुन्छ पर नि ढिलो गर्नेहरू। अनि म पर्खिँदा पर्खिँदा आज मेरो 1 घन्टा झन्डै 1 घन्टाको बसाइ भयो एकान्त कुनामा, केही छैन। अब हामी जानेछौँ आदि साथीहरू माथि। तर कस्तो रमाइलो हाट लागिरहेको रहेछौँ यहाँ। फ्रेस फ्रेस तरकारीहरू बेचिरहनु भएको छ। आमामा बिहान बिहान यति साह्रो हुँदो रहेछन् हौ मान्छे। ल ठिक छ, अब हामी अरू साथीहरूसँग भेट्छौँ। अब सायद हामी उकालो लाग्ने होला। ल हामी अहिले फेरि भेट्नेछौँ। हेलो हेलो हेलो, ल आउनु आउनु। ल है आज अब चाहिँ हामी चाहिँ सबै भेट भएको छ। हाम्रो एकजना हाम्रो लिडर यता हुनुहुन्छ, अनि अगाडि 3 जना लिडर 1 जना हुनुहुन्छ। अब चाहिँ हामी फाइनली हामी सबै भेट चाहिँ भएको छौँ। अब जानेछौँ, अब केही छैन, ढिलै भए पनि भेट भएको छौँ। अनि अझै गाडी चढ्ने अरे भन्ने कुरा छ। अनि गाडी चढ्ने अरे, अनि खै कहाँसम्म गएपछि चाहिँ हाम्रो हाइकिङ स्टार्ट हुन्छ। ल अहिलेको लागि चाहिँ हामी यति नै भेट भएको छौँ भनौँ न। जे भए नि आज वेदर चाहिँ हिँड्न लायकको छ है, बादल। आज वेदर चाहिँ हिँड्न लायककै छ, अनि एकदमै राम्रो ठाउँ पनि छ। अब हामी जस अब जाने बेलामा चाहिँ वेदर यस्तै भए पनि माथि पुग्यो भने चाहिँ खुल्यो भने चाहिँ हामी भ्यू चाहिँ राम्रोसँग हेर्छौँ। तर खासै आज भ्यू देख्न पाइएला जस्तो लागिरहेको छैन। तर पनि हामी होप गरौँ माथि पुगेपछि चाहिँ खुलोस् भनेर, किनभने आजको वेदर चाहिँ यस्तो छ। आजको वेदर चाहिँ यस्तो छ, अलिकति क्लाउडले गर्दाखेरि अलिक के भन्ने, अलिकति केही देखिरहेको छैन। नत्र भए अब त घाम लाग्ने ऊ हो, घाम लाग्ने समय हो। केही छैन, अब हामी जाँदैछौँ। ल हामी चाहिँ फाइनल आइपुगेछौँ। गर्मीले मरमर लागेछौँ, सिटी यस्तो छ। अनि हाम्रो साथीहरू यता हुनुहुन्छ। अनि अब हामी चाहिँ टिकट काट्ने ठाउँमा आइपुगेछौँ। यहाँ टिकट काटेपछि चाहिँ हामी सिधै उकालो लाग्नेछौँ। अनि यस्तै छ। अघि गाडी चढ्ने भनेको थिएँ, मलाई ढाँटेको रहेछ नि त साथीहरूले। मेरो नयाँ हो नि त, त्यही भएर अब यताबाट कता जान्छ नि मलाई थाहा छैन। तर रोडहरू चाहिँ खतरा छ हौ आज। म्याप यता हाम्रो म्याप छ। अनि यहाँ माथि चाहिँ यस्तो यस्तो कुराहरू पाउँछ भनेको रहेछ। लेट्स सी पाउँछ कि पाउँदैन, अब खोइ थाहा छैन, अब गएको होइन। तर रमाइलो रहेछ। हाम्रो साथीहरू चाहिँ त्यहाँ टिकट काट्नलाई नि गइसक्नु भएको छ। अनि कोही यता पर्खिँदै हुनुहुन्छ। अनि कुकुरहरू नि हाम्रो साथमा आउनुभएको छ। तर जे भए नि रमाइलो छ। आज हिँड्नको लागि चाहिँ ठिक छ क्या वेदर हाम्रो लागि। त्यस्तै हो गाइसहरू। अब हामी उकालो लाग्नेछौँ। अब चाहिँ गर्मी छ, तर पनि हामी उकालो लाग्नेछौँ। अब त्यही हो, उकालो जाँदाखेरि चाहिँ गाह्रो होला, तर माथि गएपछि रमाइलो होला भन्ने आश छ।
ओके माथि गएर भेटौँ ल हामी चाहिँ हाम्रो मासु नलानु पर्ने भयो हामीले यहाँ खाएको छौँ हाम्रो मासु चाहिँ सकिसकेको छ भन्नु त केही कुरा हेलो नमस्कार गुड मर्निङ म विशाल सुना हामीले अहिले यहाँ माथि जाँदैछ के पो भन्नु थियो त्यतिखेर के निकुञ्ज रे दिदी भन्नु त जामा चोक निकुञ्जमा चाहिँ हामी जान शिवपुरी नागार्जुन शिवपुरी हामी जाँदैछौँ यहाँनिर चाहिँ ठ्याक्कै मासु चाहिँ लान्न पर्ने रहेछ माछा मासु अचारहरू त्यही भएर हामीले यहीँ खाइसक्यौँ अचार चाहिँ मिल्छ मासु अचार मिल्छ माछा मासु नमिल्ने तपाईँहरूकै आउने हुन्छ भने मासु लिएर नआउनु नआउनु होला हामीले चाहिँ खाइसक्यौँ होइन अहिलेको लागि चाहिँ मासु चाहिँ लान नमिल्ने रहेछ खै थाहा भएन किन हो अनि त्यही छ हामी चाहिँ रेडी भएर खासमा हिँडेको अहिले चाहिँ हामी चाहिँ गेटैमा छौँ हो गेटैमा छौँ अब बिस्तार जानेछ हाम्रो खानाहरू केही छैन मासु नमिले पनि हाम्रो झोलामा छ चिसोहरू हाम्रो बहिनीहरू खाएर यहाँ टम्म भइसक्नु भएको छ उकाल अब कुद्नुहुन्छ होला मजाले भन्ने मलाई आश लागिरहेको छ ठिकै छ अब 3 घन्टाको उकालो जानुपर्छ अरे भन्दै हुनुहुन्छ सायद जान्छ खै 3 घन्टा भन्दै हुनुहुन्छ तर आज हामी सबैको फर्स्ट टाइम हो हाम्रो हाइक चाहिँ जाममा चाहिँ हामी जामा छ भन्ने ठाउँमा चाहिँ जानेछ सबैको लागि नयाँ छ हामी जानेछौँ माथि जाने गेम चाहिँ खेल्ने गीत सित गाउने यसो डाँडा साँडा हेर्ने अनि त्यति हो खासै केही छैन विशेष गरी आज हामी हाइक गर्नेछौँ यहाँ चाहिँ चेकिङ चाहिँ एकदमै कडा रहेछ होइन केही पनि लानु नदिने माछा मासु त नमिल्ने भिडियो गर्नु पनि नदिने होइन चक्कु लाइटर साइटर केही नदिने स्पिकर केही नदिने अनि सबै केही भएर हामी साथीहरू चाहिँ आइसक्नु भएको छ अब हामी चाहिँ उकालो लाग्नेछौँ एकदमै खतरा छ हो तर जे भए नि बाटो चाहिँ राम्रो रहेछ चेक चाहिँ केही गर्नु के भन्छ हो केही लानु नदिने तर पनि यसो अलिअलि चाहिँ दिएको भए हुन्थ्यो क्या अलिकति तर पनि होला केही अब त्यस्तोहरू ठिकै छ अब यताबाट हामी उँभोले जाने होला ल हाम्रो गाइजहरू माथि चलो गाइजहरू ल जानु हामी चाहिँ एकदमै पास भएर चेकिङमा पास भएर हामी हिँडिसकेको छौँ हिँड्नुहोस् ल हिँड्नुहोस् देम साह्रो अनि माथि चाहिँ यस्तो पाइन्छ भन्ने कुरा छ यस्तो पाइन्छ भन्ने कुरा छ लेट्सी पाइन्छ कि पाइँदैन होइन लेट्सी हामी हेर्नेछौँ हेर्दै जानेछौँ अब तर आज कस्तो बिहानै अहिले चाहिँ बिहानको टाइम भन्दाखेरि चाहिँ 8:15-20 जति भर्खर हुँदैछ होइन तर पनि कस्तो रातै परिसक्यो जस्तो मलाई फिल भइरहेको छ केही छैन गाइजहरू हिँड्नु है हामी चाहिँ आज 10 जना आउने कुरा थियो तर खासमा आउँदाखेरि चाहिँ हामी चाहिँ 9 जना मात्र आइपुग्यो केही छैन हामी थोरै भने एकदमै रमाइलो गर्ने कोसिस भने पक्कै गर्नेछौँ अभियसली हामी रमाइलो गर्नेछौँ ल जाँदै म भिडियोहरू बनाउँदै गर्नेछु म त आजको हाइकिङ त कस्तो होपलेस भयो नाकले झन्डै सिँढी छुइरहेको छ यार ओ माई गॉड प्रभु म त यस्तो हाइकिङ त म त फर द फर्स्ट टाइमै हिँडेँ तर कस्तो राति हिँडेको जस्तो भइरह्यो होला होइन मेरो भिडियो चाहिँ यहाँ हेर्नुहोस् उकालो ओइ भिडियोमा त राति हिँडेको जस्तो देख्दैछ 6-7 बजीतिर गाइजहरू पर अलिक शीतल हुन्छ अनुहार चाहिँ देखिँदैन है राति देख्छ पुरै त्यही माथि मेरो त क्यापले नदेखेला नि अनुहार पनि हाइकिङ बबाल छ ल हैट कस्तो अँधेरो मलाई त कसरी बोके नै हुने भन्ने चाहिँ मेरो इच्छा छ मनको तर अब मनको इच्छा मनमै राखेर हिँड्ने हो यस्तो हेर्नुहोस् हो हाम्रो हाइकिङ अब माथि हेऱ्यो भने अलिकति उज्यालो देखिन्छ होइन मान्छेको त अब अनुहारै देखिँदैन के गरी सिधै हुनुहुन्छ सो ब्युटिफुल हाम्रो बहिनी लास्टै छ अब चाहिँ सायद
अलिक उज्यालो भयो होला जस्तो मलाई लागिरहेको छ। अब हामी बिचमा आइपुग्यौँ। अब कति छ थाहा छैन, तर यहाँ धेरै हुन्छ अरूहरू पनि। म चाहिँ अहिले चाहिँ बिचमा पक्रेँ हौ। मेरो ग्याङहरू अगाडि गए, आधी पछाडि आउँदैछन्। म एक्लै छु। अलिकति मेरो फेस उज्यालो आइरहेको छ। कस्तो छ बाहिर अलिक धुम्म परेकोले फेस चाहिँ कालो देख्छ। भन त खासै गोरो होइन म, तर पनि अलिकति निस्किनु पर्ने हो भन्छु। म गाइस हाई गाइज। हेलो गाइज। हामी चाहिँ पुग्न आँट्यौँ। के पुग्न लाग्यो? पुग्न आँट्यौँ। अझै 3 किलोमिटर आधी बाटो आइपुग्यो। सर्टकट बाटोमा अगाडि हिँड्नु न, कस्तो दामी हेर। माया भए साथीहरू गोरो आयो अब सिद्धि। त्यो मै हो त। दिना र तपाईँ त एउटै छ त हाइट। सिधा कि बाङ्गो हौ? ए प्रभु धन्यवाद। मेरोबाट बनाउनु पनि बल शक्ति अनि इनर्जी आएर फेरि पनि हिँड्न सकौँ अनि माथि गएर तपाईँको महिमा गर्न सकौँ, आराधना गर्न सकौँ। हामीले चाहिँ चिसो खाएर हिँडिसकेको छौँ। अहिले बिच बाटोमा आएर चिसो खायौँ। अझै 3 किलोमिटर माथि टाढा छ भन्दा ठाउँमा चिसो खाइयो। अलिकति झोला हलुङ भयो। अलिकति अहिले चाहिँ उज्यालो पनि देखिरहेको होला। हाम्रो गाडीहरू चाहिँ आउँदै हुन्छ तल। अब तल चाहिँ अघि चाहिँ अन्ध्यारो थियो एकदमै, तर अहिले चाहिँ उज्यालो हुँदै गएको छ। अब हामी चाहिँ सर्टकट बाटो, यता चाहिँ ओरिजिनल बाटो हो, सर्टकट बाटो हामी चाहिँ लागेर चाहिँ हिँड्दै चाहिँ छौँ। भ्यू त बब्बाल छ त। हेलो कस्तो भइरहेछ गाइजहरू? कोही कपाल कोर्दै। ए प्रभु ल बब्बाल छ ठाउँहरू। कस्तो दामी आएको छ। अब म झनै लडेँ होइन। लडिसकेपछि म झनै लडेँ चाहिँ भन्दिनँ। अनि हाम्रो मिस दिना यता हुनुहुन्छ। खतरा भ्यू छ, खतरा छ। हेलो गाइज, यस्तै छ। आम्मामा रातो मान्छे त रातो न पिरो। गर्मीले हो यो, सबै कुरा गर्मीले हो। तर अब हामी अन्तिम आइसक्यौँ। अन्तिममा भन्न नि छन् चाहिँ छ अझै होइन। अझै 2 किलोमिटर यहाँ रहेछ। अझै 2 किलोमिटर टाढा जामाचो। अलिक नजिक आइजन प्लिज। 2 किलोमिटर अझै छ। आइपुग्यो फाइनली। हेलो आउनुहोस् ल। कति मिनटको हाइकिङ पछि आइपुग्यो? कति घन्टा? 3 घन्टा ठ्याक्कै। हामी 3 घन्टाको हाइकिङ पछि चाहिँ आइसकेका छौँ। यहाँ चाहिँ किन हो यस्तो स्मोक? अनि यहाँ बस्ने ठाउँहरू नि रहेछ। ल अब हामी चाहिँ यहाँ चाहिँ के गर्छौँ भनेर चाहिँ बिस्तारै भन्छौँ। हाम्रो साथीहरू चाहिँ अझै आउँदै हुनुहुन्छ। खै केही पो देख्दिनँ हौ म त। यस्तो रहेछ होइन, यो गुम्बा होला। ए यहाँ यस्तो रहेछ, मन्दिर रहेछ यता चाहिँ। यस्तो यहाँ चाहिँ मन्दिर रहेछ। यहाँको विशेष यही होला, मन्दिरै होला। ठिक छ, जे भयो नि आयो। यो माथि चढ्दा मिल्छ? लेट्स गो। अब हामी चाहिँ यो माथि चढ्दैछौँ है। यो माथि चढेर रहेछ, हावा आउँछ होला सायद। आउनुहोस्। अनि ल जामा छ गाइसहरू। खतरा हो। नाइस। हाई हेलो हाम्रो गाइजहरू तल नि हुनुहुन्छ। हात चलाउनु त। आउनु। ओके उहाँहरूलाई चाहिँ भोक लाग्यो भन्दै हुनुहुन्छ। ल ठिक छ।
टक टक एकछिन चल्दिउँ माथि वाह वाह ओइ म त डर लाग्यो त झन् झनै डर पो लाग्दो रहेछ कस्तो यहाँ चाहिँ कस्तो अलिकति कुचुक्क पारेको नि ल अब काठको रहेछ फेरि हेलो हिया ल यता आउँदै हुनुहुन्छ कोही ल यहाँबाट चाहिँ तुवालोले अलिकति त्यो कुन सिटी होला नि त्यो खै उदोतिर छ सिटीहरू चाहिँ खै कुन हो म चाहिँ जान्दिनँ है तर यो धुवा चाहिँ किन हो ए बत्ती बालेर अरे धुवा यस्तै छ है ल दिस इज जामाचो के हो यो जामाचो डाँडा कि जामाचो गुम्बा यो चाहिँ के हो जे मैले चाहिँ गुम्बा सम्झेँ है लु जामाचो गुम्बा अरे यो चाहिँ जाउँ कस्तो लाग्यो बहिनी ठिक छ वाह नाइस अनि भोकाउनु भयो अरे यस्तो रहेछ है बाटो चाहिँ यस्तो छ ठिक छ जस अब हाइकिङ भनेपछि अब हिँड्ने हो होइन जस्ट माइन्ड फ्रेस भयो माइन्ड फ्रेस भयो उकालो हिँडेर मान्छे चाहिँ रातो नरातो भएको छ गर्मीले एकदमै पानी त हामी जार्का खायौँ होला खाँदै आएको जे भयो नि आएर माथि आएर डाँडाबाट हेर्नु चाहिँ यता चाहिँ मन्दिर छ यता अनि माथि धुपहरू पानीहरू पाउँदो रहेछ किन्नलाई मै थकित हुनुहुन्छ हाम्रो गाइजहरू आर यु टायर्ड Yes. I'm little bit tired आर यु टायर्ड हुनुभयो जामाचोमा आइपुग्यौँ हामी तर उहाँलाई देखेर हामी एकदम एक्साइटेड भयौँ है के भन्छ हामीलाई एकदम बल आयो आएर खतरा ल यतातिर हुनुहुन्छ हामी चाहिँ आज 10 जना आएको ल ए 10 जना एकजना आउनु भएन उहाँको साथै हामीसँगै आउनु भयो उहाँ चाहिँ हाई उहाँ चाहिँ हामीसँगै आउनु भयो उहाँलाई नि गर्मी भएको छ नि मलाई यो कुकुरहरू मन पर्छ हौ तर हाई के समात्नु त दिन्ने हाई मलाई यो कुकुरहरू मन पर्छ हौ तर ल आज अब हामी सायद यहाँ केही गीतहरू गाउँछौँ होला खै के गर्छौँ गेम सेमहरू यसो खेल्छौँ कि जस्तो चाहिँ लागिरहेको छ साथीहरूले प्रिपेयर गर्नुभयो भने मैले चाहिँ हिजो चाहिँ हात खाइसकेको थियो होइन आउँदा चाहिँ त्यो अब हेऱ्यो नि त भिडियो अनि डेन्जर उकालो छ देखाएँ लु म कसरी जान्छु प्रभु ल भनेर है निन्द्रा पनि अब त्यो हेरेपछि निन्द्रा नि नलाग्ने तर त्यो प्रभुले सहायता गर्नुभयो सुरक्षित आयो ल हाम्रो खाजाहरू चाहिँ यहाँ छ होइन हाम्रो यहाँ खरबुजा यहाँ हाम्रो रोटी छ अनि हाम्रो चटपटे छ अनि हाम्रो खरबुजाहरू अनि हाम्रो चिसोहरू नि छ अनि मासु चाहिँ थियो मासु चाहिँ हामी तलै खाइसक्यौँ अनि यता हाम्रो के भन्ने योहरू नि छ अनि यहाँ चाहिँ हाम्रो स्पेसल हाम्रो रुथ सिसले बनाउनु भएको खतरा छ मिठो छ हेर्दाखेरि यस्तो दामी देखिरहेको छ अब हामी चाहिँ बनाउनेछौँ अनि सबै कुरा छ यता हाम्रो विशाल सरले चाहिँ अनि ल्याउनु भएको छ चिउरा र भुजा छ अरे यता त्यही हो यता भाग गर्दै हुनुहुन्छ खानलाई यहाँ हाम्रो साथीहरू ल गर्नुहोस् अनि यता चाहिँ उहाँले चाहिँ सुरु नि गरिसक्नु भयो ठिकै छ जस्ट डाँडामा रमाइलै भइरहेको छ हामीलाई हाम्रो जामाचो हाइक
खतरा छ राम्रो देखिरहेको छ भेला है भएर यीशु तपाईलाई उचाल्नु यस पृथ्वीमा कति मनोहर छ बाहिरी थोक होइन तपाईँ हेर्नुहुन्छ भित्र सोझो मनहरू तपाईलाई बहुमूल्य छ विश्वासले तपाईलाई प्रसन्न तुल्याउँछ हामी हौ विश्वासी पवित्र आत्माका छाप लगाइएका तपाईकै मण्डली तपाईकै दुल्लही वास्ता है गरेर एकले अर्कालाई भेट गर्नु ख्रिस्टको समाजमा यो कति सुहाउँदो छ एकले अर्काको बोझ बोक्न सहायता गर्दा ख्रिस्टलाई हामीमा संसारले देख्दछ पवित्र आत्माले प्रज्वलित पारेका हामी हौ विश्वासी विश्वको अन्तिम छोरसम्म हुनलाई यीशुको गवाही संसार दौडन्छ आफ्नै रफ्तार र तालमा हामी हिँड्दछौँ प्रभु तपाईकै चालमा फिक्रीले ग्रसित छैनौँ छौँ हामी विश्राममा खुसी बन्दछौँ सधैँ आज्ञा पालनमा शत्रुको युक्तिहरूको विरुद्धमा प्रार्थनामा जय पाउँछौँ संसार शैतान शरीरमाथि तपाईँ ख्रिस्ट विजय बन्छौँ यीशु जय विजय बन्छौँ भेला है भएर यीशु तपाईलाई उचाल्नु यस पृथ्वीमा कति मनोहर छ बाहिरी थोक होइन तपाईँ हेर्नुहुन्छ भित्र सोझो मनहरू तपाईलाई बहुमूल्य छ विश्वासले तपाईलाई प्रसन्न तुल्याउँछ हामी हौ विश्वासी पवित्र आत्माका छाप लगाइएका तपाईकै मण्डली तपाईकै दुल्लही संसार दौडन्छ आफ्नै रफ्तार र तालमा हामी हिँड्दछौँ प्रभु तपाईकै चालमा फिक्रीले ग्रसित छैनौँ छौँ हामी विश्राममा खुसी बन्दछौँ सधैँ आज्ञा पालनमा शत्रुको युक्तिहरूको विरुद्धमा प्रार्थनामा जय पाउँछौँ संसार शैतान शरीरमाथि तपाईँ ख्रिस्ट विजय बन्छौँ यीशु जय विजय बन्छौँ भेला है भएर यीशु तपाईलाई उचाल्नु यस पृथ्वीमा कति मनोहर छ बाहिरी थोक होइन तपाईँ हेर्नुहुन्छ भित्र सोझो मनहरू तपाईलाई बहुमूल्य छ विश्वासले तपाईलाई प्रसन्न तुल्याउँछ हामी हौ विश्वासी पवित्र आत्माका छाप लगाइएका तपाईकै मण्डली तपाईकै दुल्लही फाइनली हामीले चाहिँ अनि एकदमै मिठो 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 खाजाहरू नि खाइसकेका छौँ अनि अघि आउँदा जत्तिकै साह्रो भएको थियो नि जति गर्मी भएको थियो त्योभन्दा एकदमै कुल भइरहेको छ अहिले चाहिँ हावा चलिरहेको छ एकदमै राम्रो छ वेदर पनि एकदमै रमाइलो भइरहेको छ अनि आज हामीले धेरैवटा कामहरू गऱ्यौँ यहाँ
अनि धेरै मेमोरिजहरू बनायौँ, हामीले सँगै प्रार्थना गऱ्यौँ, अनि हामी सँगसँगै एक अर्काको फोटोहरू खिचाखिच गऱ्यौँ अनि खिच्यौँ, एक अर्कासँग नजिक भयौँ। अनि आज हामीले एकदमै ब्युटिफुल मोमेन्टलाई चाहिँ क्रिएट गरेका छौँ। हामी एकदमै रमाइलो भएको छ। अनि त्यही हो, आजको दिन एकदमै आशिषमय भएको छ। एकले अर्कालाई बुझ्न पाएका छौँ अझ नजिकबाट। अनि आज हामी चाहिँ युथ छौँ, अनि फ्युचरमा हामी एक ठाउँ त हामी हुँदैनौँ, अनि हामी कोही कता हुन्छौँ। तर पनि यो हाम्रो मेमोरीको लागि यो भ्लग चाहिँ म अपलोड गर्दैछु। हामी गएको चाहिँ अलिक अगाडि हो, 1 महिना जति भयो, अनि म अहिले अलिक पछि यो भ्लगलाई चाहिँ अपलोड गर्दैछु, केही छैन। अनि यो चाहिँ हाम्रो मेमोरीको लागि हुनेछ। अनि हामी जता भए तापनि अनि हाम्रो यो भिडियोले, यो फोटोजले अनि हामीलाई चाहिँ एकदमै एक अर्कालाई चाहिँ सम्झना दिलाइराख्नेछ। ल, आजको दिनको लागि परमेश्वरलाई धन्यवाद। ओके, गड ब्लेस यु एभ्रीवान। भेला है भएर यीशु